again, welcome back to my small vlog again. अनि फेरि पनि आज चाहिँ म जाँदैछु हस्पिटल अनि हस्पिटल चाहिँ कहाँ भन्दाखेरि चाहिँ महाराजा अनि त्यो चाहिँ कहाँ किन गएको भन्दाखेरि चाहिँ मेरो नानीको रिभ्यू चेकअपको लागि गएको अनि आज चाहिँ सिलगढीमा अलिकति गरम नै छ अनि अलिकति हल्का सर्दी पनि लागिरहेको छ मलाई अनि मेरो नानीलाई चाहिँ सो हामी चाहिँ जाँदैछु अन्तखेरि चाहिँ हामी चाहिँ पुग्यौँ अहिले प्रधाननगरमा अनि एकदम हामीसँग चाहिँ मेरो बहिनी क्रिस्टिना छ अनि मेरो हस्बेन्ड पनि हुनुहुन्छ सो हामी जाँदैछौँ है आज चाहिँ हामी चाहिँ अब पुग्न आँटेको छौँ अस्ति फर्स्टमा आउँदा चाहिँ हामी कन्फ्युज भएर यहाँबाट भित्र पसेर झन्डै कहाँ निक्लेको थियौँ अब चाहिँ हामी पुग्न आँटेको छौँ रोड चाहिँ तर दामी बनाएको छ त्यो है यस्तो रोडमा चाहिँ मजा आउँछ म चाहिँ आइपुगिसकेको छु हस्पिटलमा होइन अन्त मेरो चाहिँ घरिघरि साथीभाइ हो यो लेफ्ट साइड चाहिँ नि एकदमै चल्दैन क्या प्यारालाइज भएको जस्तो हुन्छ कि भएको हो हिँड्नु पनि साह्रो पर्छ मलाई हो कस्तो डरलाग्दो हुन्छ घरिघरि चाहिँ उठ्नु पनि सक्दिनँ क्या आइपुगेँ हस्पिटल यो महाराजा हस्पिटल चाहिँ यो चाहिँ तर दामी पनि छ बेस्ट पनि छ होइन मेरो नानीलाई चाहिँ मैले सानैदेखिको यहाँ देखाएर होला अहिलेसम्म पनि म यहीँ आउँछु हामी चाहिँ अब माथि तल जाँदैछु माथि तलमा बस्छ नि त नानीको डक्टर चाहिँ होइन माथि तल जाँदैछु है क्रिस्टिना र डक्टरको अपोइन्टमेन्ट चाहिँ मैले बिहानै लिइसकेको थिएँ र यहाँ चाहिँ बिलिङको कामहरू हुँदै थियो र डक्टर देखाइसकेर चाहिँ सबै कामसाम सकेर चाहिँ म चाहिँ दबाई किन्नु लाइनमा बसेको हेर्नुहोस् त मान्छे कता छैन रहेछ हो एज लागेको मलाई त अन्त उभिरहेर दबाई पर्खिएँ हामी चाहिँ अब दबाई सबै किनेर पनि निस्केको मान्छे घर जाने मलाई चाहिँ भोक पनि लाग्दैछ होइन अनि वेदर चाहिँ एकदम राम्रो भइरहेको छ वेदर पनि राम्रो भइरहेको छ एकदमै र साथीभाइ हो मैले चाहिँ होइन डक्टरहरू सबै देखाइसकेँ नानी चाहिँ एकदम मेरो फिट फाइन हेल्दी छ अरे वेट गेन पनि राम्रो भइरहेको रहेछ ऊ एकदम एक्टिभ पनि रहेछ उसको केही पनि प्रब्लम छैन बस त्यो नोज कन्जेक्सनको मात्रै प्रब्लम रहेछ होइन अनि म एकदम खुसी भएँ अनि ह्याप्पी भएँ होइन अनि अर्को कुरा चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ तपाईँहरूले यदि तपाईँहरूको नानीलाई होइन बेस्ट पिडियाट्रिसियन देखाउन चाहनुहुन्छ भने चाहिँ आई सजेस्ट दिस महाराजा हस्पिटल अन्त डक्टर निकिता बर्मन हुनुहुन्छ होइन उहाँले चाहिँ मेरो नानीलाई सानैदेखिको हेर्नुभएको र उहाँले एउटा जाति पनि पार्नु भएको छ होइन अन्त त्यही भएर चाहिँ अहिले एकदमै म खुसी छु मेरो नानी एकदम हेल्दी रहेछ उयो हेल्दी रहेछ अन्त जाति रहेछ सो म पनि तपाईँहरूलाई यदि तपाईँहरूले डक्टर पाउनै भएको छैन होइन कुनै डक्टरले हेर्दा पनि राम्रो भएको छैन भने चाहिँ बेस्ट पिडियाट्रिसियन चाहिँ तपाईँहरूले यहाँ पाउनु सक्नुहुन्छ डक्टर निकिता हस्पिटलमा बस्नुहुन्छ एकदम बेस्ट हुनुहुन्छ र थ्याङ्क यू मेरो भिडियो हेरेर बस्नुभएको सबैजनालाई बाई बाई भोलि भेटौँला टाटा